नानीहरूलाई हेर्न धेरैपल्ट गाह्रो। तर यो एउटा अचम्मको कुरा तपाईँलाई भन्दैछु, तपाईँको नानीहरूको मोबाइलमा कस्तो कस्तो किसिमको गीतहरू छ। इभन तपाईँहरू ठुलोहरूकोमा पनि कस्तो गीत छ, कस्तो कस्तो गीत सुन्नुहुन्छ प्रियहरू। तपाईँहरूको गीतले तपाईँलाई अर्को गीत सुन्नु नलगाओस्, अर्को गीत सुन्नु नलगाओस्, अर्को गीत सुन्नु नलाओस्। प्रियहरू, म शुद्धता र पवित्रताको कुरा गर्दैछु। प्लिज प्यारेन्ट्सहरू, आज बेलुका दिन उता तपाईँको नानीको मोबाइल, हे छोरा छोरी मोबाइल दे, तेरो मोबाइलमा कस्तो गीत छ। माथि एकपल्ट दार्जिलिङको चुङथुङ भन्ने जग्गामा एउटा क्रुसेड भयो, हिलिङ क्रुसेड भयो। पहिलोपल्ट म गएको थिएँ। त्यो क्रुसेडमा हामी 3 जना व्यक्तिहरू गएको थियो चर्चबाट। मेरो सिनियर पास्टर भाउ, मेरो एकजना इन्टरसेसर्स भाइ अनि म स्वयं। एउटा क्रुसेड भएकोमा बेलुकी लगभग 250-300 जना मानिसहरूमा हामीले अन्तमा क्रुसेडको समयमा हामी प्रार्थना गऱ्यौँ। प्रार्थना गरेर हामी रेडी भयौँ, कुन ग्रुपलाई कसले प्रार्थना गर्ने, कुन ग्रुपलाई कसले प्रार्थना गर्ने। अनि सानो सानो नानीहरूको ग्रुप चाहिँ 12, 13, 14 वर्षको ग्रुपको नानीहरूलाई चाहिँ प्रार्थना गर्नुपर्ने जिम्मा मेरो पर्यो। ठुलोठुलोहरूलाई सिनियर पास्टरले प्रार्थना गर्नुपर्ने, अलिकति युथहरूलाई मेरो इन्टरसेसर्सले प्रार्थना गर्नुपर्ने, मेरोमा चाहिँ नानीहरू पर्यो। अनि एउटा नानीको कुरा गर्दैछु म। त्यो नानी चाहिँ 11 वर्ष लगभगको नानी हो। नानीको आमाले लिएर आयो अनि मलाई, दाइ मेरो नानीको स्वर सुकेको 2 महिना भयो र यो नानीको स्वर खुलोस्, मेरो प्रार्थना गरिदिनुहोस् भन्नुभयो। छिटो छिटो प्रार्थना गरेर कहिले रेस्ट गर्ने थाकिराखेको, म छिटो छिटो प्रार्थना गरेर म रेस्ट गर्न चाहन्छु। अनि मैले मेरो देब्रे हात बढाएँ। जस्तो देब्रे हात बढाएँ, प्रभुले मलाई भन्नुभयो, खबरदार यो नानीको टाउकोमाथि अहिले हात राखेर प्रार्थना गर्ने छैनस्। अनि प्रियहरू, म अलग भए, मैले किन नानीको लागि प्रार्थना नगर्नु। अनि परमेश्वरले मलाई भन्नुभयो, यो नानीलाई भन्, यो नानीले प्रत्येक बिहान र बेलुकीको समयमा घरमा संसारिक गीतहरू सुन्छ, संसारिक गीतहरू सुन्छ। र यो गीत सुनेको कारणले गर्दाखेरि म रिसाएको छु नानीसँग र मैले यो नानीको स्वर बन्द गरिदिएको छु। अनि मैले नानीको आमालाई फेरि बोलाएँ, तपाईँले सुन्नुहोस् तपाईँको नानीको स्वर सुकेको कारण। अनि नानीको सामनेमा मैले आमालाई सोधिनँ, आमालाई त छेउमा राखेँ मात्रै, छोरी तिम्रो घरमा थुप्रै संसारिक गीतहरू रहेछ, संसारिक भजनहरू रहेछ, संसारिक क्यासेटहरू रहेछ, तिमीले पुरा सुन्दो रहेछौ छोरी। सुनेको कारणले गर्दाखेरि चाहिँ तिमीले प्रभुको गीतहरू सुन्नु छोडेर यो संसारिक गीतहरू सुनेको कारणले गर्दाखेरि चाहिँ तिम्रो स्वर प्रभुले लानु भयो। त्यहाँदेखि त्यो नानी रोयो प्रियहरू, र लाग्दो रोयो। उसले सरी भने फुर्सद भएन। अनि आमामा रुन थाल्यो, आमामा रुन थाल्यो प्रियहरू। अनि रुँदै उसको स्वर खोल्यो। हालेलुया। अनि एकछिनमा स्वर खोलेपछि, अङ्कल एकदमै म माफ